प्यानिक एट्याक भनेको के हो? यसको बारेमा चाहिँ म हजुरहरूलाई जानकारी गराउँछु। यो प्यानिक एट्याक हुँदाखेरि चाहिँ एक्कासी मनमा नराम्रो विचारहरू आउने, म मरि पो हाल्छु कि भन्ने खालका विचारहरू आउँछ र सँगसँगै चाहिँ के हुन्छ भन्दा एकदम छिटो सास फेर्न गाह्रो हुने, मुटुको ढुकढुक हुने, हातखुट्टा झमझमाउने, पोल्ने, म लडी पो हाल्छु कि, मलाई केही भइहाल्छ कि, हार्ट एट्याक आउने हो कि भन्ने खालको गराउँछ। र त्यस्तो समस्याहरू आइसकेपछि हामी चाहिँ मुटुको डक्टरलाई इमर्जेन्सीमा जान्छौँ। इमर्जेन्सीमा गएर आधा घन्टा 15 मिनट जस्तो आराम गरेपछि अनि त्यो चाहिँ निको भएर जान्छ। यसलाई हामीले प्यानिक एट्याक भन्छौँ। अनि रिपोर्टहरू चाहिँ सबै नर्मल आउँछ। तर यो क्रम चाहिँ दोहोरिने भयो र पटक पटकसम्म यस्तो भयो र एक खालको मनमा चाहिँ डर आयो कि फेरि मलाई त्यस्तो एट्याक आउने हो कि भन्ने खालको डर आयो भने चाहिँ यसलाई हामीले प्यानिक डिसअर्डर भन्छौँ। यो डिसअर्डरलाई उपचार गर्दा निको हुन्छ। हस्त धन्यवाद। प्यानिक एट्याक भनेको के हो? यसको बारेमा चाहिँ म हजुरहरूलाई जानकारी गराउँछु। यो प्यानिक एट्याक हुँदाखेरि चाहिँ एक्कासी मनमा नराम्रो विचारहरू आउने, म मरि पो हाल्छु कि भन्ने खालका विचारहरू आउँछ र सँगसँगै चाहिँ के हुन्छ भन्दा एकदम छिटो सास फेर्न गाह्रो हुने, मुटुको ढुकढुक हुने, हातखुट्टा झमझमाउने, पोल्ने, म लडी पो हाल्छु कि, मलाई केही भइहाल्छ कि, हार्ट एट्याक आउने हो कि भन्ने खालको गराउँछ। र त्यस्तो समस्याहरू आइसकेपछि हामी चाहिँ मुटुको डक्टरलाई इमर्जेन्सीमा जान्छौँ। इमर्जेन्सीमा गएर आधा घन्टा 15 मिनट जस्तो आराम गरेपछि अनि त्यो चाहिँ निको भएर जान्छ। यसलाई हामीले प्यानिक एट्याक भन्छौँ। अनि रिपोर्टहरू चाहिँ सबै नर्मल आउँछ। तर यो क्रम चाहिँ दोहोरिने भयो र पटक पटकसम्म यस्तो भयो र एक खालको मनमा चाहिँ डर आयो कि फेरि मलाई त्यस्तो एट्याक आउने हो कि भन्ने खालको डर आयो भने चाहिँ यसलाई हामीले प्यानिक डिसअर्डर भन्छौँ। यो डिसअर्डरलाई उपचार गर्दा निको हुन्छ। हस्त धन्यवाद।